हाम्रो प्रमुख अतिथिको रूपमा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सदस्य अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डज्यू, त्यसै गरी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालज्यूको विशिष्ट आतिथ्यता रहनेछ। त्यसै गरी चर्चित हास्य कलाकार शैलेन्द्र श्रृङ्खला, जनवादी गायक जीवन शर्मा, हाम्रो जनवादी गायक झङ्कार बुढामगर लगायत सातै प्रदेशका विविधतायुक्त संस्कृति झल्किने नृत्यहरू प्रस्तुत हुनेछ। त्यसमा कलाली र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने हुर्के नाच, समग्र मधेसको प्रतिनिधित्व गर्ने मित्रा नृत्य र जनजातिको प्रतिनिधित्व गर्दै कौडा नृत्य र अरू यो हाम्रो बागमती प्रदेशको प्रतिनिधित्व गर्दै तामाङ सेलो नृत्य लगायतका हाम्रा प्रस्तुति रहनेछन्। त्यसबाहेक हाम्रो जुन लोक गायकहरूको कलाकारहरूको आफ्ना प्रस्तुति रहनेछन् र हामीले मुख्यतः जनवादी क्षेत्रमा गायनमा उत्कृष्टता हासिल गर्नुहुने कलाकारहरूलाई प्राथमिकता दिएका छौँ र एउटा महान जनविद्रोहको सुरुवाती चरणदेखि हालसम्मका चरणहरू, खास गरी यो व्यवस्था यहाँसम्म आइपुग्नमा नेपाली क्रान्तिको 7 सालदेखि हालसम्मको जुन चाहिँ नेपाली क्रान्तिको विकास छ, समाज आन्दोलन, संविधान घोषणा हुँदासम्म र अब संविधान सभा मार्फत बनेको संविधानलाई यी उपलब्धिलाई हासिल गर्दै रक्षा गर्दै समाजवाद उन्मुख राज्य व्यवस्थाका आधारहरू कसरी तयार गर्न सकिन्छ भन्ने विषयवस्तुमा नै केन्द्रित रहने कुरा अनुरोध गर्न चाहन्छु। जस्तो अब यो निजामती विधेयक चाहिँ अहिले राज्य व्यवस्था समितिबाट पास भएको स्थिति छ, त्यहाँनिर कुलिङ पिरियड 2 वर्ष राख्ने भन्ने विषयमा चाहिँ तपाईँको समर्थनको खास धारणा के हो? यो विषयमा खास गरेर तपाईँ सञ्चारकर्मी मित्रहरूले धेरै नै लेखिसक्नु भएको छ र हाम्रा प्रशासकज्यू यो उच्च प्रशासकको टेडुन जस्तै एउटा चाहिँ हुल बाँधेर राजनीतिक घरदैलो गरेको अवस्था पनि हामी देखिरहेका छौँ। यसले हाम्रो गम्भीर ध्यानाकर्षण पनि भएको छ। नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्घले के विश्वास गर्दछ भने सुशासन कायम गर्नका निमित्त कुलिङ पिरियड राख्नुपर्छ, तर राष्ट्र सेवक निजामती कर्मचारीहरूलाई मात्रै कुलिङ पिरियड राख्ने भन्दा पनि नियुक्ति गर्नुपर्ने निकायहरू कुन कुन ठाउँमा राख्नु उपयुक्त हुन्छ, कत्रो ठाउँमा राख्दा उपयुक्त हुन्छ भन्ने हाम्रो सङ्घको बुझाइ हो। राख्न पाइएन, हामीले राख्ने पाइन्छ या पाइन्न भन्नेमा हामीले यसमा हार्ड एन्ड फास्ट छैन। हाम्रो भने के हो, कुलिङ पिरियड राख्नुपर्छ। जो नियुक्त पाउनु हुने योग्य को हुनुहुन्छ, जस्तो तपाईँहरूलाई म तपाईँहरूमाथि एउटा कुरा सन्देश व्यक्त गर्न चाहन्छु। कुलिङ पिरियड नराखे पनि यदि राजनीतिक क्षेत्र सक्षम हुने हो भने 5 वर्ष कुलिङ पिरियड भएका, आजभन्दा 5 वर्ष अगाडि रिटायर हुनुभएका राष्ट्रिय सेवकहरूमध्येबाट पनि योग्य व्यक्ति राजनीतिक क्षेत्र छान्न सक्छ। त्यसको लागि कुलिङ पिरियड आवश्यक पर्छ जस्तो मलाई लाग्दैन। यो राजनीतिक क्षेत्रले आफ्नो समस्या हल गर्न नसकेका कारण कर्मचारी वृत्तमा धकेलिदिनको लागि राजनीति र प्रशासनको बिचमा जुन अन्तर्द्वन्द्व सिर्जना गर्नको लागि त्यो विषय आएको जस्तो लाग्छ। किन त भन्दा 2 वर्ष नभएर 3 वर्ष पुगेका राष्ट्रिय सेवकबाट मात्रै उहाँहरूले नियुक्ति गर्ने हो भने त्यहाँ यो कुलिङ पिरियडको आवश्यकता पर्छ। त्यस कारण कुलिङ पिरियड राख्नुपर्छ। त्यसले चाहिँ एउटा सुशासनको लागि राम्रो हुन्छ। हाम्रो राजनीतिक क्षेत्र चाहिँ अहिले ठुलो भएको कारणले, तर यो चाहिँ नियुक्ति गर्न आवश्यक पर्ने संवैधानिक परिषद ऐन अथवा अन्य सुशासन ऐन लगायतका ऐनहरूमा राख्न उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा।
कुलिङ पिरियडमा चाहिँ अरूले अवकाशको पनि तिनीहरूको कुरा आइरहेको छ होइन। एकैपटक हुन त अब यो सुझावको विधेयक चाहिँ एउटा समितिबाट लगभग टुङ्गो लागेर आज सदन चलेर आज पेश हुने कुरा थियो। यो हुँदाखेरि के छ, यो प्रतिवेदन पनि सार्वजनिक भएको छैन होइन। प्रतिवेदन सार्वजनिक नहुँदा कसरी दिनुभएको छ यहाँहरूले? उनीहरू पनि कतिपयले एकैचोटि लागू गर्नुपर्छ भन्ने कुरा गरिरहेको छ, कतिपयले चाहिँ 58, 59, 60 त्यसरी चलिरहेको छ आफ्नो तर्फमा। अब तपाईँले भनेको युरोपीय तथा उच्च तहका कर्मचारीहरू लागिरहेछन् है। यो वर्ष जो रिटायर हुनेछ उनीहरूका लागि अहिले साथी बनाइदिए हुन्थ्यो भन्ने छ होइन। उनीहरू अरू 2 वर्ष लागि भएको छुट्याएको छ नि त, त्यसलाई चाहिँ कसरी दिनुभएको के छ? समग्र सङ्घीय निजामती सेवा विधेयकको सन्दर्भमा कुरा गर्दा राज्य व्यवस्था समितिले हामीलाई छलफल लागि बोलाएको थियो आज मात्र। तर हामीलाई बोलाउनुभन्दा पहिले राज्य व्यवस्था समितिले चाहिँ प्रतिनिधि सभामा पेश गरेको भन्ने तपाईँहरूले कोही सञ्चार माध्यमबाट हामीले थाहा पायौँ। तर हामीले सरोकार राख्दा हामीलाई ठोस जवाब आएन। तर हाम्रो सहमति के थियो भने अन्तिम टच गर्दाखेरि प्रतिवेदन अन्तिम टच गर्दा संयुक्त ट्रेड युनियन सञ्जालका अध्यक्षहरूलाई अन्तिम परामर्श गरेर टेबल गर्ने भन्ने हामीसँग सहमति थियो। त्यो सहमति लत्याउँदै सरकारले टेबल गरेको भन्ने सुन्नमा आएको छ। र आज प्रतिनिधि सभाको पहिलो कार्यसूचीमा 4 नम्बर बुँदामा राखिएको थियो पेश गर्ने भनेर, त्यसपछि फेरि अर्को कार्यसूची आउँदा